बच्चाहरू प्राय बिरामी हुँदाखेरि हामीले प्राय पानीमा घोलेर खुवाउने एन्टिबायोटिकहरू खुवाइरहेका हुन्छौँ। तर यस्तो एन्टिबायोटिकहरू खुवाउँदाखेरि हामीले कतै यस्तो गल्ती गरिरहेका त छैनौँ। आज मैले हजुरहरूलाई पानीमा घोलेर खुवाउने एन्टिबायोटिकहरू कसरी खुवाउने भनेर सिकाउँदैछु। पानीमा घोलेर खुवाउने एन्टिबायोटिकहरू बनाउँदा हामीले एकदमै ध्यान दिनुपर्छ। धेरैजसो एन्टिबायोटिकहरूमा पानी त्यसमै आउँछ, तर कुनै कुनै एन्टिबायोटिकमा हामीले छुट्टै उमालेर सेलाएको पानी हाल्नुपर्ने हुन्छ र त्यस्तो एन्टिबायोटिकमा कति पानी हाल्ने त भन्ने कुरा पनि त्यस्तो एन्टिबायोटिकमै लेखेको हुन्छ है। हामीले घोलेर खुवाउने एन्टिबायोटिकहरू कसरी बनाउने त? सुरुमा चाहिँ हामीले यो पाउडरहरू एकदमै त्यहाँ जमेर बसेको हुन्छ। एन्टिबायोटिक बनाउनुभन्दा अगाडि त्यो पाउडरहरूलाई हामीले हल्लाएर फैलाउनुपर्छ होइन, ताकि एकै ठाउँमा जमेर बसेको एन्टिबायोटिकहरू फैलियोस् भनेर। यदि एन्टिबायोटिकको बोतलमै पानी दिएको छ भने चाहिँ बिस्तारै बिस्तारै थोरै आधी जति पानी हालेर घोल्ने, पिर्को टाइट गरेर मजाले घोल्नुपर्छ। त्यसपछि त्यो घुलिसकेपछि बल्ल सबै पानी हालेर वा लेभलमा कति पानी हाल्नु भनेर लेखेको छ त्यति पानी हालेर हामीले ढक्कन बन्द गरेर चाहिँ मजाले घोल्नुपर्छ। यदि बोतलमा पानी दिएको छैन भने चाहिँ हामीले उमालेर सेलाएको पानी, मनतातो पनि होइन तातो पानी पनि होइन, उमालेर सेलाएको पानी हालेर घोल्नुपर्छ। धेरैजसो एन्टिबायोटिकमा चाहिँ कहाँसम्म पानी हाल्ने भनेर त्यही चिन्हल दिएको हुन्छ। यदि चिन्हल दिएको छैन भने चाहिँ बोतलमा लेखेको हुन्छ यति एमएल पानी हाल्नु भनेर, र हामीले त्यति पानी चाहिँ नापेर सिरिन्ज अथवा त्यो बोतलको ढक्कनहरूमा एमएल मेजर गर्ने कुराहरू हुन्छ। हामीले त्यसरी चाहिँ पानी नापेर एन्टिबायोटिकमा राख्न सक्छौँ अनि हामीले खान योग्य एन्टिबायोटिक बनाउन सक्छौँ। र यसरी बनाएको एन्टिबायोटिकहरू अब कसरी स्टोर गर्ने त? धेरैजसो एन्टिबायोटिकहरू चाहिँ फ्रिजको टेम्परेचरमा स्टोर गर्न सकिन्छ, तर कुनै कुनै एन्टिबायोटिकहरू चाहिँ नर्मल रुम टेम्परेचर 25 डिग्री सेल्सियसमा पनि स्टोर गर्न सकिन्छ। र एन्टिबायोटिकहरूको हेल्फ लाइफ चाहिँ एकदमै कम हुन्छ। यो चाहिँ एकचोटि बनाइसकेपछि पानी हालिसकेपछि 7 देखि 14 दिनसम्म प्रयोग गर्न सकिन्छ। यदि 7 देखि 14 दिनसम्म प्रयोग गरेर सकियो भने चाहिँ यस्तो एन्टिबायोटिकहरू फाल्नुपर्छ। फेरि दोस्रो पटक युज गर्नको लागि राख्नु हुँदैन। र हामीले हरेकचोटि एन्टिबायोटिक खुवाउँदाखेरि बच्चालाई पुरा डोजमा एन्टिबायोटिक खुवाउनुपर्छ। जति डाक्टरले भन्नुभएको छ त्यति दिनसम्म खुवाउनुपर्छ। र त्यस्तै गरी हरेकचोटि यस्तो खालको एन्टिबायोटिक खुवाउँदाखेरि बोतल मजाले हल्लाउनुपर्छ। त्यस्तै गरी एन्टिबायोटिकको प्रयोग सकिसकेपछि हामीले चाहिँ बाँकी भएको एन्टिबायोटिक चाहिँ फाल्नुपर्छ।